दर्शकबिन नमस्कार सम्पन्नमा हामीले चाहिँ यो पुरा रम्मल मात्रै छ, देख्न सक्नुहुन्छ। यो पुरा रम्मल मात्रै हो, यो हेर्नुहोस् हैन, पुरा रम्मल मात्रै छ। तर लगाएपछि हुने रहेछ। हामीले यहाँ लगाएका थियौँ, हेर्नु त यो धनियाहरू छ, अनि त्यस पछाडि फर्सीहरू छ, गरेपछि हुने रहेछ। यो अलिकति बाख्राको मल ल्याएर हालेको थियौँ, हेर्नु त यति राम्रो भएको छ। केही छैन यसमा, पुरा यो रम्मल मात्रै छ। यही देख्न सक्नुहुन्छ, यो पुरै रम्मल मात्रै छ। तर गरेपछि हुने रहेछ। हेर्नु फर्सीहरू छ, यतातिर यता धनियाहरू लगाइएको छ। अनि त्यस पछाडि यता टमाटर हेर्नु त, टमाटर पनि यस्तो राम्रोसँग फुलेको छ। फलेको पनि थियो, अझै चाहिँ हामीले खायौँ। अनि यतातिर हेर्नुहोस्, यो पुरा रम्मल मात्रै छ। ताबुक लेउ गरेको फर्सी लगाएको छौँ। यतातिर चाहिँ यो पहिला चाहिँ यसमा अलिकति लसुन लगाएको थियौँ। हेर्नुहोस् यहाँ टमाटर चाहिँ फलिरहेको छ, ससानो लागेको छ। पहिला चाहिँ राम्रो थियो, यो पटक चाहिँ अलिक अब माटो मात्रै भएर मल नपुगेर पनि होला। यतातिर पनि यस्तो छ, हेर्न सक्नुहुन्छ। लौका फलिरहेको छ, यो देख्न सक्नुहुन्छ। यो लौका पनि यतैको लौका हो, देख्न सक्नुहुन्छ। एकदम राम्रोसँग फलिएको छ। यो माटोमा रम्मल मात्रै छ, त्यही रम्मलमा पनि हेर्नु त यति राम्रोसँग फलिएको छ। धेरै खायौँ हामीले, तर पनि अब सुक्ने बेला भयो। राम्रो हुँदो रहेछ। अलिकति मलजल यताउता गरियो भने सम्भव हुने रहेछ है। यो लौकाहरू छ, लौका चाहिँ राम्रै फलेको छ, देख्न सक्नुहुन्छ। यत्रो ठुलोसम्म फलेको छ है, यत्रो फलेको छ। यता यस्तो फलेको छ, अनि यतातिर छ, यसमा पनि फलेको छ। धेरै फलेको थियो, तर गरेपछि हुने रहेछ।